हेलो गाइज, आज चाहिँ म यो ट्युटोरियलमा तपाईँलाई सिनियर इन्जिनियरले कसरी कोडिङ गर्छन् होइन, सिनियर इन्जिनियरहरूले कसरी चाहिँ आफ्नो किबोर्डलाई मात्र युज गरेर चलाउँछन् होइन, विथआउट माउस, त्यो चाहिँ म सिकाउन गइरहेको छु। यसको लागि चाहिँ भिमिएम भन्ने युज गरिन्छ है। त्यो चाहिँ कस्तो हुन्छ म स्क्रिनमा देखाउँछु है त। यो स्क्रिनमा देख्न सक्नुहुन्छ कि तपाईँले यस्तो भिमिएम भन्ने एउटा एक्सटेन्सन हुन्छ। यसलाई यहाँ गएर तपाईँले भिमिएम सिम्पली सर्च गरेर डाउनलोड गर्न सक्नुहुन्छ। अनि यो डाउनलोड गरिसकेपछि चाहिँ तपाईँले यसको मल्टिपल कमान्ड्सहरू हुन्छ, त्यसलाई हेर्नको लागि सिफ्टसँग क्वेसन मार्क दबाउनु होला। सिफ्टसँग क्वेसन मार्क दबाइसकेपछि त्यसमा चाहिँ तपाईँले यो सबै यसको सर्टकट्सहरू हेर्न मिल्छ। सो त्यो सर्टकट्सहरू यहाँ यसरी दिएको छ। अब मानौँ होइन, मलाई सबभन्दा इजिएस्ट सर्टकटहरू यो त धेरै छ नि त होइन। सो सिम्पल हेल्पफुल की म्याप्सहरू के हुन्छ त भन्दाखेरि यो क्वेसन मार्कले हेल्प, अनि डी र यु, अनि जेके, आर, एफ र ट्याब म्यानेजमेन्ट। यो हामीलाई मेन चाहिने भनेको जेके ट्याबहरू, यो ट्याबमा काम गरिराख्छौँ। अनि त्यसपछि आरले रिलोडहरू गर्ने, फाइन्ड गर्ने होइन। अनि त्यसपछि डी र यु, र यो चाहिँ एकदम राम्रो छ। डी युले चाहिँ हाफ पेज स्क्रोल गर्ने काम गर्छ है। अनि जे र केले चाहिँ अलिअलि गरेर स्क्रोल गर्ने काम गर्छ। आरले चाहिँ रिलोड गर्छ, यो पेजलाई रिलोड गर्ने भयो। अनि त्यसपछि अब सिफ्टसँग जे हाल्नुभयो भने लेफ्ट ट्याब, सिफ्टसँग के हाल्नुभयो भने राइट ट्याब आउने भयो है। अनि जी र जिरो हालिदिनु भयो भने फर्स्ट ट्याब, अनि जी र डलर हाल्नुभयो भने के आउँछ त भन्दाखेरि लास्ट ट्याब आउँछ है, जी र जिरो। सो त्यसरी चाहिँ गर्न सक्नुहुन्छ है गाइस। अनि यसरी चाहिँ हाम्रो सफ्टवेयर इन्जिनियरहरूले, सिनियर सफ्टवेयर इन्जिनियरहरूले 5 टुल्स फर सिनियर सफ्टवेयर इन्जिनियर है। अरू चाहिँ टुल के छ भनेर म देखाउँछु। अर्को भनेको नियो भिम भन्ने हुन्छ। नियो भिम भनेको चाहिँ फोर्क अफ भिम हो। इट प्रोभाइड रिच प्लगइन सिस्टम द्याट लेट्स यु क्रिएट प्लगइन्स इन भिएम स्क्रिप्ट। लुगाहरूमा नियो भिम भनेर हेर्न सक्नुहुन्छ यसमा है। नियो भिम चाहिँ इन्स्टल गरेर यो म्याकमा स्पेसल्ली काम गर्दाखेरि सिनियर इन्जिनियरहरूले युज गर्छन्। इजिएस्ट वे टु गेट स्टार्टेड इज टु युज सम डिफल्ट कन्फिगरेसन होइन। यो कन्फिगरेसनहरू पनि यहाँ छ, यो वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ, project.100xdev.com मा। अनि यो इन्स्टल गरेर नियो भिमको वर्क फ्लोहरू युज गर्ने गर्छन् है। तर सबभन्दा इजी भनेको यही भिमै हुन्छ क्या। अनि यही भिमलाई नै यो भिएस कोडमा ल्याएर डाउनलोड गर्ने। त्यसपछि भिम एक्सटेन्सनले के गर्न मद्दत गर्छ भन्दाखेरि अब त्यहाँ पनि स्क्रोल गर्नलाई माउस युज गर्नु परेन कि, डाइरेक्ट तपाईँले के गर्नुभयो, यु र डीले, अनि अथवा अप र डाउन, युडी भनेको अप डाउन, अनि जेके भनेको लेफ्ट राइट हो क्या, जेले लेफ्ट अनि केले चाहिँ राइट। एकदम सजिलो हुन्छ है, यो ट्राई गर्नु होला, एकदम सजिलो लाग्छ क्या तपाईँलाई नि है। अनि त्यसपछि सो विन्डोज म्यानेजरहरू, जस्तै विन्डोज म्यानेजर लेट यु मुभ अराउन्ड पोजिसन एन्ड विन्डोज अन यर स्क्रिन अन यर मसिन है। i3 लिनक्स, रेक्टेङ्गल म्याक, अनि कन्ट्रोल अप्सन, लेफ्ट एरो की, जस्तै विन्डो बटन र लेफ्ट एरो की गर्नुभयो भने यस्तो चाहिँ बन्दै जान्छ है। यो चाहिँ यसरी गर्न सक्नुहुन्छ होइन, यसरी चाहिँ गर्न सक्नुहुन्छ राइट क्लिक। यो चाहिँ धेरै युज हुन्छ कि, जसले पनि सफ्टवेयर इन्जिनियरहरूले लाइक आफ्नो स्क्रिनलाई चाहिँ स्प्लिट गरिदिन्छन् अनि त्यहाँबाट चाहिँ युज गरिरहेको हुन्छन् कि। अनि यो हाम्रो विन्डोजमा विन्डोज अथवा कन्ट्रोल अप्सन, म्याक छ भने कन्ट्रोल अप्सन, हाम्रो विन्डोज की अनि लेफ्ट एरो बटन, राइट एरो बटन यसरी चाहिँ चेन्ज गर्न मिल्यो कि है। जस्तै यस्तो गऱ्यो भने मानौँ यसलाई स्क्रिनलाई म फेरि होइन, यो चाहिँ मानौँ यस्तो गर्न छ भने यस्तो गर्न मिल्ने भयो क्या। सो यो काम गर्न मिल्छ है। अनि त्यसपछि इन्टर हुने भयो, यु अनि आई हुन्छ होइन, अनि जेकेहरू गरेर यो म्याकमा चाहिँ चेन्ज गर्न मिल्छ है त। जस्तै विन्डोज यु आई जेके हाम्रो त काम गर्दैन, तर हाम्रो विन्डोजमा भरि विन्डो ई भनेर हुन्छ, यो सिधै तपाईँको फाइल म्यानेजर खोल्नलाई होइन। अनि विन्डो एम भन्ने हुन्छ जसले चाहिँ मिनिमाइज गरिदिन्छ सबै चिज है। सो यसरी चाहिँ तपाईँले यसको बेनिफिट लिन सक्नुहुन्छ है त गाइज। अनि लास्टमा के भन्न चाहन्छु भन्दाखेरि
यो सबै टुलले चाहिँ हामीलाई एकदम एफिसिएन्ट बनाउँछ कि अलिक प्रोडक्टिभ बनाउँछ कि कुनै पनि काम गर्नलाई। सो यो टुलहरू चाहिँ अवश्य युज गर्नु होला। यदि यो भिडियो यदि मन परेछ भने मात्र लाइक गर्नु है त। हस्, धन्यवाद।